थाहा पाउनुभयो आज हाम्रा देशका 4 जना पूर्व प्रधानमन्त्रीहरू एउटै स्टेजमा कुम जोडेर बस्नुभयो। तर एउटा कुरा चाहिँ थाहा पाउनु भएको छैन होला, उहाँका कार्यकर्ताहरू चाहिँ एकदमै कन्फ्युज छन् यतिकै। हिजो गाली गर्दाखेरि पनि ताली बजाउन लगाउनु भयो, आज मिल्दाखेरि पनि ताली बजाउन लगाउनु भयो। उहाँहरू कन्फ्युज हुनुहुन्छ, हामी जनता कार्यकर्ता हौँ कि पैसा तिरेर फिल्म हेर्न ल्याएको अडियन्स, खालि ताली मात्रै बजाऊ भन्छन्। त्यही भएर एउटा कुरा चाहिँ हाम्रो जुन नेताहरू पूर्व प्रधानमन्त्रीहरूले चाहिँ क्लियर गरिदिनु होला, उहाँहरू चाहिँ जनता हुन् कि दर्शक हुन्। खास तपाईँ मिल्न चाहिँ किन मिले हजुर? पुरानो फाइल खोल्न होइन होला, आफै पढ्छु भनेर होइन होला, त्यस्तो आफै पढ्छु भनेर हो त होइन। उहाँहरू डराउने कुरै हुँदैन नि। उहाँ प्रचण्डजी त्यत्रो 10 वर्षसम्म जनयुद्ध गरेर आएको मान्छे, गोली यताबाट जान्थ्यो, गोलीसँग त नडराएको मान्छे डराउने कुरा हुन्छ? केपी ओली 14 वर्ष जेल बसेको मान्छे हो, उहाँ घर घरमा ग्यासको पाइप पुर्याइदिएको मान्छे हो, पानी जहाज कुदाएको मान्छे हो, डराउने कुरा हुन्छ? इम्पोसिबल। माधव कुमार नेपाल होइन, उहाँ चाहिँ डराउने कुरै हुँदैन। त्यत्रो उहाँ आफू प्रधानमन्त्री हुँदाखेरि ललिता निवासमा चाहिँ उहाँ नीतिगत निर्णय गरेर आफू सुरक्षित भएर चाहिँ उहाँ व्यक्तिको नाममा चाहिँ बालुवाटारको जग्गामा के ललिता निवासको कुरा आएको थियो, त्यस्तो ठाउँमा त उहाँ सुरक्षित उम्किन सक्नु भएको छ। उहाँ डराउने कुरै हुँदैन। झलनाथ खनाल इम्पोसिबल। उहाँ झन् डराउने कुरै हुँदैन। उहाँ झन् सरकारी बजेट पारेर उहाँ सर्प पालेको मान्छे, सर्प समात्ने मान्छे पो हो त उहाँ त। डराउने कुरा हुन्छ? इम्पोसिबल। खास तपाईँहरू मिल्न चाहिँ किन मिले? देश विकास गर्न। देश विकास गर्ने मिल्या हो भने त पहिला पनि त मिल्नु भएको थियो नि, खै विकास भएन, खै विकास भएन।